मर्निङ गाइस, वेलकम ब्याक। फेरि पनि तपाईँलाई डे 2मा स्वागत छ तपाईँहरूलाई। म चाहिँ हिजो देख्नु सक्नुभयो होला हिजोको ब्लगमा। हेर्नु भएन भने गएर प्लिज हेरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस् मलाई। त्यहाँदेखि म आज चाहिँ दसैँको डे 2 अन्त मैले आज ब्लग स्टार्ट गरेँ हो। अन्त आज चाहिँ म यहाँ टेरिसमा आइरहेको छु ब्लग स्टार्ट गर्नु। हिजोको जग्गामा मैले जहाँनिर हिजो चाहिँ तपाईँलाई देखाएको थिएँ। यस्तै छ आजको वेदर, टक्कसँगले हो। वेदर चाहिँ आज चाहिँ पानी पर्ला पर्ला हुँदैछ, छिटाउँदैछ अलिअलि। हेर्नुहोस् वेदर यस्तै हुन्छ यहाँको वेदर चाहिँ। ल गाइस, सस्तैसँगले हेर्नुहोस् त, वेदर चाहिँ खासै चाहिँ छैन। अन्त त्यही हो, आज तपाईँलाई के हुनेछ म देखाउने छु। अनि तपाईँ बनिरहनुहोस् मेरो ब्लगमा, टिल एयर वाच। अन्त म अब यो बात के हुन्छ सबै डल्लै देखाउने छु। ओके, तपाईँहरूलाई म अहिले एकछिनबाट भेट्नेछु के कसो हुन्छ आजको दिन, तपाईँलाई देखाउने छु। राम्ररी हेर्दै गर्नुहोस् होला। हुन्छ, अहिले भेट्नेछु तपाईँलाई, बाई बाई। गाइस, म चाहिँ यहाँ अल्छी लागेर चाहिँ बसिराखेको छु आज चाहिँ हो। अन्त अहिले एकछिनबाट जानेछौँ माथि कहाँतिर। त्यहाँदेखि भोलिको ब्लग चाहिँ अलिक राम्रो आउनेवाला छ जस्तो लाग्दैछ मलाई। भोलि चाहिँ उता हामीले घर जानेवाला प्लान गरिरहेको छौँ। के कसो हुन्छ हेर्दै जानुहोस् होला। अन्त यस्तै हो, अल्छी भइदिरहेछ, पानी पनि पर्दैछ अलिअलि। म चाहिँ यहाँ रुममै छु, एक्लै हो। अनि ओके, अहिले भेट्दैछु तपाईँलाई के कसो हुन्छ। ओके गाइस, बनिरहनुहोस् मेरो ब्लगमा। अहिलेको लागि चाहिँ बाई बाई। हेलो गाइस, फेरि पनि तपाईँहरू देख्नु सक्नुहुनेछ मेरो निधारमा फेरि टिका होला कम्ती कम्ती हो। म चाहिँ यस्तो उकालो जाँदैछु हो। अनि अब चाहिँ यस्तो उकालो बाटोमा छ, म चाहिँ माथि जान्छु ग्राउन्डपट्टि। त्यहाँ अब चाहिँ हो यस्तो छ कोसीहरू बोकेर। हुन्छ गाइस, म तपाईँलाई अहिले भेटेछु, बाई बाई। हामी चाहिँ आइसकेको छौँ ग्राउन्डको छेउमा। देख्नु सक्नुहुनेछ यो हो हाम्रो हि गाउँ बजारको ग्राउन्ड। यस्तै छ हो, सानो सानो चिटिक्कै परेको यस्तै छ। म चाहिँ हामी तलबाट आएको, यस्तै छ। होइन टक्कै तपाईँहरूलाई बिरालो पनि देखाउनु छु। अब यसरी नै हामी बसेर अहिले तपाईँलाई भेट्दैछौँ, बाई बाई। हामी चाहिँ यो दादा र म चाहिँ टक्कै निस्किसकेको छौँ परबाट। यो चाहिँ यहाँ टक्कैसँगले चाहिँ छायाताल जाने बाटो हो। छायाताल यता कता कता जाने बाटो हो। त्यहाँदेखि यो चाहिँ मेन रोड, यहाँदेखि ओह्रालो हो। यहाँ सिस्को ब्याङ्क छ, त्यहाँ हाम्रो मामा घर चाहिँ यस्तै छ। अहिले भेट्नु बाई बाई। हेलो एन्ड गाइस, फेरि पनि तपाईँलाई स्वागत छ। म चाहिँ आइसकेको छु घर हो। त्यहाँदेखि चाहिँ म हेर्नु सक्नुहुन्छ पछाडिको भ्यूहरू यस्तै छ। देन्दाम जाने बाटोहरू, लाइटहरू बलिरहेको छ, अँध्यारो भइसकेको छ। यस्तै हो, अब अँध्यारो सधैँरो म चाहिँ जुत्ताहरू सुकाएर यहाँ हो। तपाईँहरूलाई अब कस्तो लाग्यो होला यो ब्लगलाई म यहीँ एन्ड गर्नेछु। भोलि हामी माथि जाने प्लान हुँदैछ हो। अनि तपाईँहरूलाई म अहिलेको लागि चाहिँ बाई बाई भन्न चाहन्छु। होप यु गाइस लाइक दिस भिडियो। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।